यो चाहिँ यो के भन्छ यसलाई? यो नागार्जुनको जङ्गल है साथीहरू। ल यस्तो छ बाटो। बाटो राम्रै छ, जङ्गल छ। मन्दिर गुम्बा चैत्यमा चाहिँ जान दिनुपर्ने हो खास वास्तवमा होइन। जानु हामी साग टिपेर खाना आउँदैछौँ है आज। के अरे यो सागलाई बलभन्डे साग के भन्छ यसलाई होइन? हो यो साग, यो बलभन्डे साग, यो 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 यस्तो यो चाहिँ टिपेर खाना आउँदैछु साथीहरू जङ्गलमा। काठमाडौँदेखि अलि माथि जङ्गलमा आउनुपर्छ यो नागार्जुन जङ्गलतिर। यो चाहिँ हुँदाखेरि चाहिँ साथीहरू काठमाडौँ भ्याली चाहिँ मजाले देख्न पाइँदो रहेछ। काठमाडौँ भ्यालीको सुन्दर दृश्य चाहिँ यहाँबाट हेर्न पाइन्छ भनेर चाहिँ हामी यो नागार्जुन जङ्गलको माथि हाइटमा हाइकिङ गर्दै आएको थियौँ साथीहरू। स्वयम्भू स्तूपा है साथीहरू। यो चाहिँ यतापट्टिको चाहिँ यो चाहिँ बुद्ध पार्क भइहाल्यो। यो बुद्ध पार्क भइहाल्यो, माथि स्तूपा। भिजिटरहरूले पनि जान्न फेरि यहाँबाट मजाले सुरु हुन्छ। काठमाडौँ कस्तो बाटो हो त त्यो? यो बाटो त पहिलोचोटि आएको हो म त। उसले चिनेकी रहेछ त बरु, उसले चिनेकी जानेकी रहेछ। कस्तो बाटो हो त नि यो?